Hello everyone, welcome back to my channel again. आज चाहिँ को आउनु भएको छ चिन्नु त मेरो सेकेन्ड भ्लगमा आउनु भएको थियो होइन सेकेन्ड भ्लगमा होइन फर्स्टमा होइन सेकेन्ड भ्लगमा आउनु भएको थियो सोटिनी आउनु भएको छ आज चाहिँ अनि हामी चाहिँ सब्जी लिन जान आँटेको हामी चाहिँ सब्जी लिन जाँदैछौँ टक्कला कहिले हिजो के भन्छ 150मा किनेको थियो कि सोटिनीलाई मन परेर यहाँ चाहिँ फेन पनि छ देखाइदिनु त सोटिनी यो चाहिँ लाइनहरू जाँदाखेरि हुन्छ काम दिन्छ भनेर किनेको हामी चाहिँ सब्जी लिन गएको थियौँ सब्जी मात्रै होइन हामी चाहिँ बिहानमा नै नरिवल पानी लिएर आयौँ नरिवल पानी खाँदा राम्रो हुन्छ अरे बिहान बिहान तपाईँहरू पनि किनेर खानु यहाँ चाहिँ सब्जी लिएर आयौँ सब्जी लिन गएको नरिवल पानी पनि लिएर आयौँ खोलाएर तपाईँले खिर्किनु न नरिवल देखाउनु न ल अगाडि राखिदिन्छु कि ल हामीले चाहिँ खाना पनि खाइसक्यौँ अनि म चाहिँ रेडी भएँ फेरि पनि म काकाभिट्टा जाँदैछु सोल्टिनीकोमा जान्छु अनि दिदीकोमा पनि भोलि दिदीलाई फोन किनिदिन्छ अनि हेर्न बोलाउनु भएको छ अनि काकाभिट्टा गएर फोन किनिदिन्छु अनि फेरि फर्किन्छु भोलि बिहान आज चाहिँ हामी घुम्न पनि जान सक्छौँ हेरौँ है त के हुन्छ हामी चाहिँ यहाँ ओर्लियौँ कि यहाँ उखुको जुस देख्यौँ अनि उखुको जुस खानु लाएर ओर्लेर उखुको जुस इन्जोय गर्न आँटेको टक्क लाएर बाटो एकदम धुलो छ अब भेटौँला काकाभिट्टा पुगेर पनि आइपुगेँ दिदीकोमा पनि तर मैले भन्न चाहिँ भनेको छुइनँ रियाक्सनहरूमै थाहा छ पनि सुतिसकेँ चाहिँ के गर्दै थिइस् आयो मैले तर्साउँछु भनेर आएको सुतिराखेर चाहिँ अब चाहिँ म जान आँटेको मैले हो ढकढक पारेको म त फेरि आएँ वेलकम गर्नु ल होइन त्यहाँ सुत्नु भन्नु न आउने बित्तिकै गल्नु भएको होला होइन हामीले चाहिँ खाना पनि खाइसक्यौँ सोल्टिनीकोमा अघि आएर खानासाना खाएर अब चाहिँ सुत्न आँटेको म चाहिँ भ्लग यहीँ इन गर्छु आजलाई त्यो वहाँदेखि हिँडेर 2 घन्टा कति घन्टा गयो 2 घन्टा 2 घन्टा लाग्यो हामीलाई आउन 2 घन्टाको बाटो यस्तो डाइभर्सन धेरै छ र जिउ दुखेर मर्नै लाग्यो अब चाहिँ हामी सुतेको आजलाई यति नै भेटौँला नेक्स्ट टाइम एकदम चिटिक्क हुनेछ आजलाई चाहिँ यति नै भ्लग इन गर्छु बाई अलवेज बी ह्याप्पी एन्ड हेल्दी